नमस्कार, म भुवन खड्का यहाँलाई देखाउँदैछु म आज झापाको गौरादह बजार। कहाँ पर्छ त यो गौरादह बजार अनि कस्तो छ त गौरादह बजार। गौरादह बजार एक विकासको गतिमा अगाडि लम्किँदै गरेको बजार हो। झापा गौरादह जिल्ला पूर्वी भागमा पर्ने एक महत्त्वपूर्ण बजारको रूपमा चिनिन्छ, जुन गौरादह नगरपालिकामा अवस्थित छ। यो ठाउँ कोशी प्रदेशको झापा क्षेत्र नम्बर 5 मा पर्दछ। यहाँको मुख्य पेसा कृषि, जहाँ धान, मकै, गहुँ लगायतका बालीहरू उत्पादन हुन्छ। त्यसैगरी यहाँको विशेषता भनेको गौरादह पोखरी, ऐतिहासिक महत्त्व बोकेको पोखरी, जहाँ विभिन्न खालका चराचुरुङ्गी साथै मनमोहक दृश्यहरू देख्न सकिन्छ। गौरादह घुमफिर गर्नको लागि पनि अत्यन्तै सुन्दर र रमणीय ठाउँ रहेको छ। वास्तवमा देशमा हुने राजनैतिक प्राकम्पनको भूकम्प जाँदैछ भने त्यो प्राकम्प गौरादहबाट नै जाने गर्दछ। यस क्षेत्रले धेरै ठुला राष्ट्रिय स्तरका कलाकारदेखि राष्ट्रिय स्तरका नेताहरू समेत जन्माइसकेको छ। शिक्षाको क्षेत्रमा साथै स्वास्थ्यको क्षेत्रमा यहाँ विभिन्न विद्यालयहरू, कलेजहरू साथै सङ्घ संस्थाहरू विस्तार हुँदै गएका छन्, जसले स्थानीय विकासलाई सहयोग पुर्याएको छ। त्यसैगरी बसोबासको आधारमा शान्त वातावरण, हरियाली, सहरीकरण बढ्दै गएकोले बस्नको लागि अत्यन्तै उपयोगी बजार अर्थात् सहरको रूपमा पनि चिनिन्छ गौरादह। यहाँ विशेष गरी सांस्कृतिक जीवनशैली, विभिन्न जात जाति र विभिन्न समुदायको मिश्रण रहेको हुँदा चाडपर्वहरू दसैँ, तिहार, छठ साथै अन्य विभिन्न आफ्ना जातिहरूले आफ्ना चाडपर्वहरू मनाएर यहाँको रहनसहन र संस्कृतिलाई बचाइराखेको स्थान छ। त्यसैगरी गौरादह आफैमा एउटा महत्त्व बोकेको बजार हो, यो त भन्नै पर्दैन। गौरादह कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, त्यसैगरी पश्चिममा मोरङको बिचमा आफैमा हाँसेको तराईको एक समतल भूभाग हो गौरादह। यहाँ विभिन्न जात जाति, भाषी साथै धर्मावलम्बीहरूको बसोबास रहेको क्षेत्र हो। पछिल्लो समय बढ्दै गएको गौरादहको सहरीकरणसँग